कलेजो निक्लियो यार कसम शिट म्यान तर जानी चाहिँ कसरी चिदिस बाटो चाहिँ नचिनेर मैले यहाँ हामी चाहिँ आज गुन्डु जाने भनेर निक्लेको थियौँ होइन तर सिचुएसनले के भन्यो भन्दा हामी तिमीलाई गुन्डु पुऱ्याउँदैनौँ होइन यो चाहिँ हामी छेउन टुप्पोको ठाउँमा पुगेका छौँ एकचोटि जाम होइन अब ए सरी यार ब्लर हालिदिनुपर्छ बाटो रहेछ फेरि मुजीमा त खाइदेखिरहेको ओइ साँच्ची अगाडि गएर नि हेर्नुपर्छ यार केटा हो होइन छ बाटो किनभने गौरव भाइ तिम्रो म हिँडेर आउँ न क्षितिजले लिएर आउँछ पानी पानी रहेछ यार ट्रकको सँगै जाने हो केटा हो अन्त लिएर चाहिँ कसले जाने हो भन्ने कुरा हो कति बजे भाइ 9:30 भइरहेछ हामी चाहिँ गुन्डु भनेर फर्किँदा नफर्किम होइन जाम जता पुग्छ पुग्छ गुन्डु नै जाउँ न मैले त्यो लोकेसन हेर्न गुन्डु जाने डाँडामा जाने सोक चढेको केटाहरूलाई चिया पिउँदा पिउँदा हामी ललितपुरबाट सिधै गुन्डु पुग्न लाग्छौँ यति घुमिसक्यो ए चाबी मैसँग छ हो एउटा अर्को साइको छ फेरि म चाहिँ अब एक्लै एक्सप्लोर गर्न जाँदैछु बाटो हेर्न बाटो छ कि छैन भन्ने कुरा हो ड्याममा भर्खरै यो पहिरो गएको जस्तो लागेको थियो क्या अनि केटाहरू त्यता छन् आउँदैछन् होइन म चाहिँ एक्लै हिँडिरहेको छु कता हिँडिरहेको छु चाहिँ थाहा छैन तर हिँडिरहेको छु बाटो छ कि छैन केटा हो कस्तो बाटो छ बिस्तारी यार बिस्तारी होइन हिँड्ने गौरव भाइ तिम्रो म हिँडौँ न बिस्तारै लिएर छिदिस हतार छैन गाइस कसैलाई होइन ओ बाटो चाहिँ निक्लिने रहेछ तर ओभरै डेडली बाटो छ यार फेरि हामीलाई फेरि डेडली कुराको सक हुन्छ क्या मेन कुरा होइन रेडबुल होइन रेडबुल हामीलाई स्पोन्सर गर्नु पर्यो पिस रहेछ ल कस्तो साइको यार हालेर के गरेको है केटाहरू यार बिताउने भयो केटाहरूले न त हामी पागल नै हो डाँडा काँडा वाइड रहेछ धर्म देखाएको छैन देखिरहेको छ होला अलिअलि चाहिँ डाँडा काँडा धेरै माथि छौँ भाइले म्याप हेर्दैछ हामी अब आउन चाहिँ गुन्डुआम भनेर आएको हो तर पाइलट बाबा जाने प्लान बनेछ लेट्स गो टु पाइलट क्याम्पो डाँडा ओइमा कस्तो तातेको यार स्कुटी त ब्याक गर्छु के गर्ने पाइलट जाने हो ब्याक गर म त बस्छु ब्याक गर ओबर केटाहरू त यार चप्पल गुन्डुमा नजाने अनि ओइ नछाड नि भाइ सरी गाइस भिडियोमा आयो भने चाहिँ किन हो न मलाई है ओके बिप गर्नु होला रोक अब केही दिनपछि चाहिँ केटाहरूले के गर्ने हाम्रो प्लान चाहिँ हरर हन्ट हान्ने थियो राति अब कस्तो के हुन्छ हेरौँ न खासै अब त्यस्तो कुरा त थाहा छैन तर एन्टोकको पावर चाहिँ मान्नै पर्ने यार 3 जनालाई राखेर होइन यस्तो उकालो चढिरहेको छ क्या भाइ तिमीले अगाडि खुट्टा राखेको छैन हो राखेको छु तिमीलाई पाइलट बाबा साथ नै पर्ने बनाइदिए कस्तो उकालो छ यार कस्तो उकालो 15को स्पिड धारे छ कि छैन भने छिरिस रोक बिस्तारी तर कसम सिट भइदियो त यार अझै उकालो छ यार दुईटा बाटो अफरोड रहेछ यार पुरै भाइ हात खुट्टा अगाडि आजको दिन त यार कसम जिन्दगीभरलाई पुग्यो यार मलाई कसम भनेको यार मलाई जिन्दगीभरलाई पुग्यो यार कुरा है छिरिसले कुदाउँछ है कसम मेरो गाउँको जस्तो लागिरहेको छ यार मेरो गाउँको त छिरिसलाई के कटाउँदै भएन
मेरो त खुट्टा दुखेर यार कसम भनेको लास्ट दुखिसक्यो यार पुरै गाउँघरको बाटो आइपुग्यो यार होइन हिँड्न हिँड्छ के हुन्न अनि हिँडेरै पुग्छ यार हिँडेरै पुगिन्छ क्या भाइ लास्ट 1 किलोमिटर रहेछ अनि होइन भाइ पुरै गिलो माटो छ क्या रमाइलो भइरहेको छ गाइज हामीलाई हुनै पर्ने नि मम्मीलाई कसम भनेको होइन पाइलट बाबा यो टाइममा खोलेको पनि हुँदैन ओइमा भयो छिटी यार ओर्लेर जाउँ यो बाटो त चलाउनै सकिँदैन यार ओपर होइन देख्दा त्यस्तो लागेको छैन होला होइन तर ओपरै ओह्रालो बाटो छ क्या कस्तो रहेछ यार ओए खोइ के गरेको चर्तिकै लागेन भाइ चर्तिकै लागेन है एकछिन है यस्तो हिँडो छिरिस उयो तर यो बाटो फर्किने चाहिँ कसरी हो जानु त गइन्छ होइन फर्किने बेला चाहिँ ओए स्कुटीले त कस्तो दिइरहेछ यार आवाज तर एकछिन उति गर्नु पर्ला यार भाइ स्कुटीलाई रेस्ट दिनु पर्ला यार इन्जिनमा प्रब्लम आउन सक्छ हान्यो यार कस्तो बाटोमा फस्यो यार न कोही छ है यतिको डेयरिङ चाहिँ लाइफमा हुनैपर्छ भागेर ल त्यो त हामी यत्रो बाटो घुम्यौँ उता आउनु माथि पुग्यो भाइ कति पर छ हाम्रो पाइलट बाबा नजिकै छ हेरौँ तर कति नजिक थाहा छैन कति लगभग यता पुगे यता स्टार्ट डेस्टिनेसन गर न कस्तो बस हो र यार तर कसम भनेको बाटो छैन तर बवाल स्ट्रक्चर चाहिँ रहेछ कि हो भाइ त्यो म्याप चाहिँ हेर्न यार भाइ म्यापले आज वाइल्ड धोका दिएको छ म्यापले भन्छ म भाइ चाहिँ बाटो भाइ चल्दिम भित्र के रहेछ हेरौँ न छोड्दैन एकछिन त्यहाँ स्कुटी राख्नु न भाइले कस्तो डर लाग्दो रहेछ चिरिसलाई अनि भित्र हन्टानिदिउँ भाइ किन भाइ हौ के हो यार यस्तो भर्खर बनिरहेको रहेछ है स्ट्रक्चर त भयो के हो यार यस्तो के भयो के हो चाहिँ के भन्ने कुरा हो केटा हो अलि हो सम्हालेर है सिन्ड्रेला जस्तो घर छ त यार के हो ओए यो पो त यो भ्यू पोइन्ट भने यो पर्सनल हो अबे ओए ब्रो हामी कत्रो लामो हिँड्यो थाहा छ बाटो भड्किएमा भित्र मान्छे सुतिरहेर मान्छे भित्र सुतिरहेर कसको घरभित्र सिधै अब चाहिँ केटाहरूले फाइनली ओए गाइस अब त लागौँ यार पाइलट बाबातिर नगरौँ होइन किनभने 10 बजिसक्यो केटा हो 10 पनि बढी भयो क्या हो घरबाट कल पनि आउने बेला भइसक्यो तर कसले सोचेको थियो यार हिँडेरै जाने यार त्यो ओह्रालोमा त ब्रेकै लाग्दैन भाइ क्षितिज तैँले तलसम्म चलाउनु पर्छ होला यार होइन क्षितिज ब्रेक छैन क्या अब त्यो हिँड्नु नजाने क्या यार अब क्षितिज हिँड यार क्षितिज अब अगाडि जाँदैछ तर होइन म्यापले कसम भाइ धोका दियो हो आज हामीले सुरु कताबाट गएको थियौँ भन्दाखेरि हामीले ललितपुरबाट गएको थियौँ
अनि हामी टिकाथली गयौँ टिकाथलीबाट गुन्डु जाने भन्यौँ हामीले बाटै नभेटाएर म्यापको पनि सहायता नलिकन हामी गुन्डु पुगेको पनि हो तर हामीले मेन जुन ठाउँमा जान हामी लागेको थियौँ त्यो ठाउँमा चाहिँ पुग्दिनँ बाटो भेटाएनौँ अनि त्यसपछि बाटो हिँड्दा हिँड्दै हामी कहाँ अघि नै तपाईँले देख्नुभयो ब्रिजतिर पुग्यौँ सिधै त्यसपछि त कन्टिन्यू छ अनि त्यो तल एकछिन टाइम लाग्छ पुग्न बिस्तारै लाग्छ अरे आई थिङ्क 15-20 मिनट लाग्छ ढुक्क हो घर पुग्दा आज 11 बज्छ भाइ मस्त आनन्दले अब घरमा के गाली अनि केटाहरू पुरै भुतको कुरा मात्रै गर्दै हिँडेको थियो बाटोभरि मजा नभएको होला तपाईँहरूलाई छिरिस अलिकति छोडेर ब्रेक छोडेर जा त यसरी जान्छ क्या हेर्दाखेरि त्यस्तो लाग्दैन होइन ओभरै स्लोप छ क्या ओभर यसरी हिँड्नु परिरहेछ क्या आई थिङ्क खट गरेर हिँड्नु परेको यसरी हेर्नु पर्दा होइन हामी लगभग 45 डिग्रीको सम्म टिल्ट भएको छ यो लास्टै माथि छ क्या 30 आई थिङ्क 30 to 45 को बिचमा टिल्ट भएको छ कि यो पुरै भाइ कहाँ छ हामी थाहा छ हामी तल झर्ने बाटोमा छ ल म त घर कसरी पुग्ने त्यहाँ बजाएर चाहिँ देखिरहनु भएको छ प्याट 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 त्यहाँ पुगिसक्यो केटा ऊ लडेको जस्तो किन फिलिङ आइरहेको छ मलाई लडेको छैन कहाँ लड्छ यार त्यस्तो असुर नबोल भाइ तर गाइस छुट्टै छुट्टै सोख छ केटाहरूको कि स्कुटी स्टार्ट नगरिकन चलाइदिने रे अब भैरव कुल डाँडा खै मैले जे पाइदिनँ के हो बाघ हो क्या हो त्यो चाहिँ नयाँ बस पार्क रे भट्टाको बाघ नयाँ बस पार्क रे भाइ फेरि माथि नयाँ बसा एक्जाम गाइस जाने नयाँ बसा भयो जितिसक्यो यार भयो गाइस लोकल है लोकल के हुर्केर हो ओए कुकुर आयो यो बाटो होइन क्या गयो त्यही बाटो कलेजो निक्लियो यार ओइ कसम सिट म्यान तर जानी चाहिँ कसरी चिदिस बाटो चाहिँ नचिनेर मैले यहाँ घुसाइदिइहालेँ क्या ओइ कसम यार लास्टै डेन्जरस ओइ कसम ओइ छिदिस ओइ ओ ढुङ्गासम्म मात्रै हिँड भाइ अब सिधै खाने हान्ने हो त्यही त बाटो नदेखेर चाहिँ छिराएको हो क्या मैले त तिनजना देखेर कुकुर पनि डरायो भाइ अगाडि खुट्टा यही बाटो होइन क्या दोष यो बाटो कसरी हुन्छ भने यो बाटोमा कसरी जान्छ हामी निस्किने हो कि निस्किने हो त्यो अर्को त्यो ट्याक्सी गएको बाटो हो हो र हो के मुजी यो बाटो त होइन क्या अर्कै ठाउँबाट आयो भाइ खुट्टा अगाडि राख न यार कसम लास्टै कता गयो त्यो कुकुरहरू बाटो जान्छ कहाँ हो है कोही त्यो ट्याक्सी जाने ठाउँ हो क्या हो होइन नि दोष यो त के यता जस्तो लाग्यो हामी त बाटो हो यो त्यो कुकुर चाहिँ खोइ त्यो कुकुर त बिलायो यार कहाँ हो तल हो कि कहाँ हो तल हो ए मुजी पुल तल छ देख्दैन यो बाटो त होइन हामी खास ठाउँ बिलायो यहाँबाट जाने भने कि ट्याक्सी गएको ठाउँ अघि हामी पुल तरेको थियो क्या कुकुर चाहिँ ठाउँको ठाउँमै मिलायो है ल मा 1 सेकेन्डमा कुकुर गायब भइदिएर होइन रनिङ गर्दै ओए गाइस होइन आइपुग्यो टुक्का मुझे अघि तिमीले भने म यही ठाउँ ल्याइदिन्छु उहाँ माथिमा त्यो मन्दिर छ ओ गाइस हे मुझे उतानिर साइडमा रोको गाइस साँच्ची नसोचेको हामी खासमा होइन यही बाटो आउनु लाग्थ्यौँ हामी अहिले फर्किँदाखेरि मात्रै यो बाटो भेटाछौँ क्या त्यहाँ गाइस हामी यही बाटो कुरा गर्दै यही चिया पसल हामीले ढिलो गरेको हुनाले बन्द भयो मलाई थाहा भइसक्यो उता अगाडिबाट पाइलट होइन यो ठाउँ भने त यसलाई गुन्डु भन्छ